बिल बुक पनि लिएर आइसकेको 2000 रुपियाँ गयो। के देखाउनु लाग्यो भन्दा राइट राइट चाहिँ चाउमिन खान्छ। हेलो नमस्ते, होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। त्यसपछि आजको वेदरहरू चाहिँ अब सबै ठाउँ धेरै ठाउँ पानी परेर होला होइन। जस्तो हाम्रो यहाँ पनि भर्खरसम्म मसिनो मसिनो खालको त्यस्तो ठुलो वाइल्डवाला पानी पनि पऱ्यो होइन, ठिक खालको पानी परिरहेछ। अनि त्यसपछि त्यही पानीले गर्दा रोकिरहेको थिएँ कि म अघि नै मेरो आज चाहिँ चौकीमा जानुपर्ने काम किन भन्दा चाहिँ चौकीमा जानुपर्ने काम चाहिँ मेरो ब्लू बुक ट्राफिक सर लगिदिनु भएको कि अब लाइसेन्स थिएन मसित होइन। अनि लाइसेन्स नभएपछि अब चलाएपछि त्यस्तै त हो, अब गइहाल्छ नि त। अनि त्यही भएर आज चाहिँ म चौकीमा गएर ब्लू बुकहरू लिएर अब त्यहाँ ब्याङ्कमा गएर पैसा पेमेन्ट गरेर अनि ब्लू बुक चाहिँ लिएर आउनुपर्ने हुन्छ। अघि नै जानु लागेको थिएन, पानी परिरहेको थियो कि बाहिर, अनि त्यही भएर जानु पाएन। अनि अहिले फेरि अब त्यो चिट काटिदिएको खोजेको कता रहेछ कि बाबाको पर्समा छ होला। अनि अब फेरि बाबा फेरि कता जानु भएको बाहिर, फेरि बाबालाई वेट गर्नु पऱ्यो। घरि पानीले मलाई वेट गरेर घर बाबाले गाह्रो भइरहेको गाह्रो। चिट पनि मम्मी लिएर आइसक्नु भयो। अब चाहिँ म निस्किनुपर्ने हुन्छ, किनभने अब त्यहाँ फेरि ब्याङ्कमा गएर अनि भोचर भरेर फेरि चौकीमा जाँदाखेरि यताउता टाइम लाग्छ नि त। त्यही भएर चाहिँ अब गरेर आउनुपर्ने हुन्छ। बिल बुक पनि लिएर आइसक्यो अनि बिल बुकसँगै अनि हामी घरमा बिरयानी बनाएर खाँदैछौँ। त्यही भएर चिकनको लागि भएर सामान पनि ल्याइसकेको छु एकैचोटि आउँदाखेरि। अनि आज चाहिँ हामी बिरयानी आज राति के बिरयानी बनाएर खानुपर्ने हुन्छ। अनि बिल बुक पनि लिएर आएँ, धन्नै केही भन्नु भएन। लाइक अब त्यो हुन्छ नि कति बाबले 2000 रुपियाँ गयो 2000 रुपियाँ गयो। लाइसेन्स बनाउने टाइम पनि पाएन, त्यस्तै भइरह। अनि ओके गाह्रो छ गाह्रो। आज चाहिँ मेरो भ्लगमा बहिनी आएको छैन, किन आएको छैन भनेको त बहिनी चाहिँ मोबाइल हेर्न बिजी हुनु भएको रहेछ। त्यो मोबाइलमा चाहिँ के हेरेर बसिरहेको, खाने मात्रै ध्यान छ होइन। अनि त्यही भएर बहिनी चाहिँ खानेकुराकै ब्लग हेरेर बसिरहेको रहेछ। ठिकै छ, त्यस्तै खानामा इन्ट्रेस्ट भएपछि त्यस्तै होइन। नत्र त्यहाँ म बोलेको सुन्ने बित्तिकै आएको थियो नि त, मैले भ्लग बनाउनु थालेपछि आज चाहिँ आएँ नै। मोबाइल हेर्न बिजी रहेछ नि त, भिडियो हेर्नु पाएपछि मोबाइल पाएपछि अब त्यसले चाहिएन केही नि, त्यस्तै छ। फेरि अहिले म चाहिँ मेरो साथीको घरमा छु। डुले आज बिदा छ नि त, आज बिदाको दिनमा हिँडेको अनि म चाहिँ साथीको घरमा चाहिँ स्पेसल के चिज छ भने के देखाउनु लाग्यो भन्दा है गाइस, साथीको घरमा चाहिँ होइन आप ओ माई गड एउटा सानो झोपामा यति धेरै पलाइरहेको कि ओ माई गड खाना आउनु खोला। अनि त्यसपछि हामी चाहिँ गाउँकै मिलेर टाढै जान लाग्छ होइन। अभी और सुनिए, म र मेरो साथी चाहिँ त्यहाँ माथि सामान लिन जानुपर्ने छ। त्यही बेलामा पसलमा पनि गएर अनि मेरो पनि खै घरबाट पैसा देखाउनु न के भन्छ होइन, मासु लिन जा भन्ने होइन। अनि घरबाट पैसा नल्याउने क्या, पैसा नदिने खाना जाने भन्ने, अनि तर पैसा नदिने। अब गएर माग्छुबाट फाइनली पैसा पनि दिइसक्नु भयो। अब चाहिँ आज गएर मासु लिएर आएर मासु पार्टी गर्नुपर्छ हामीसँग गएर। घर 300 रुपियाँको ल्याए पनि पार्टी नै हुन्छ। भन्नाले आज पढाइ खानुहुन्न क्या, बिरयानी बनाउनु अस्ति एक दिन बनाइदिएको अनि बाबालाई मन परेछ अरे क्या। अनि त्यहाँ त्यसै आवाज खाना इन्भाइट छ तिमीलाई, अनि त्यहाँ चाहिँ बनाएर खाने। अनि पहिला तिम्रो काम गरौँ, म चाहिँ भ्लग बनाउँदैन अप्ठ्यारो फिल भइरहेको। तर कति हात दुख्दो रहेछ यार, बानी परिसकेर होला नि है। अरूको त 24 घन्टा जस्तै कि त्यो भ्लगरहरू अरूमा कसरी सक्छ होला, म त एकैछिनमा नि हात दुखिहाल्छ हौ, त्यस्तै छ। अनि हामी त्यहाँ साथीको घरमा चाहिँ गौलिन आएको। अनि ऊ चाहिँ हाँसेको लजाको म देखाउँदिनँ, यस्तो लजाउने साथीहरू छन् होइन। ठिकै छ भ्लग बनाउन, अब म मात्रै हो क्या नलजाउने रे आजै। म पनि पब्लिकको अगाडि त लाज लाग्छ, म एक्लै हिँड्दा मात्रै यस्तो फटर बोल्ने होइन। पब्लिकको अगाडि बोल्न सक्ने एउटा साथी सपोर्ट साथी चाहिँ हुनुपर्छ कि सुरु तिमी बोल्छौ के अरे अनि बनाउँला न्यु इयर स्पेसल अरे ऊ पनि भ्लग बनाउँला भन्दा बोल्छु भन्दा
अनि हामी चाहिँ दुईजना मिलेर पसल जान लाग्यो होइन अनि उसको चाहिँ त्यहाँ हामीले त्यही त्यो गाउँ लैजाने भनेको त्यहाँ चाहिँ जोग्दै हुनुहुन्छ जोग्नु भएन हामी चाहिँ पसल गएर आउँछौँ भनेको किन भन्दा सधैँ हामी चाहिँ पानीपुरी चटपट खान्छौँ होइन आज चाहिँ हामी चाउमिन खान्छौँ भनेर यहाँ त चाउमिन मोमो अनि त्यसपछि पानीपुरी चटपटहरू बन्ने भनेको त्यति नै हो त यो हाम्रो गाउँघरमा त अब ठुलो ठुलो होटल रेस्टुरेन्ट भयो भन अनि खाने नै त्यही हो हामीसँग पैसा हुने भनेकै त्यही मोमो अनि पानीपुरी चटपट चाउमिन खाने पैसा अन्त हामीसँग पनि हुँदैन अब चाहिँ हामी पसलमा गएर खानुपर्ने हुन्छ दुईजना भएर यहाँ पसलको दाइले चाहिँ होइन म भ्लग बनाउँछु भन्दा पत्ताउनु भएन होइन बाहिर चाहिँ अहिले मान्छे रहेछ त्यही भएर हामी देखाउन सकेनौँ यस्तै छ दाइको सानो सानो पसल हामी चाहिँ चटपट खाना आउने खसे धन्नै यो चाहिँ दाइको प्रपर्टी धन्नै खसेर फुटेन अब गाई जब हामी चुरोट खाँदैनौँ नत्र हामीले यसरी पाल्नु हुन्थ्यो छ्या त्यस्तो होइन हामी खाँदैन जस्तो कि अनि दाइको पसलमा ल्याइसक्यौँ अब चाहिँ दाइले कति बेला बनाएर कति बेला ल्याइदिएर कति बेला खाने हो थाहा छैन पनि आइसक्यो अब हामी चाहिँ खानुपर्ने हुन्छ चाउमिन लिएर बस्छ न दिउँ न ल चाउमिन खानुपर्ने हुन्छ हामी चाहिँ खान्छौँ भिडियो कस्तो देखिन्छ है बनाइदिनु न चाउमिन पनि खाइसक्यौँ अनि खाएर हामी निस्किनु लाग्यो अब चाहिँ होइन पैसा पनि मैले तिरिसकेँ अनि मेरो चाहिँ दाइले सब्सक्राइब गरिदिनु भयो मेरो युट्युब च्यानल त्यही भएर धेरै धेरै धन्यवाद दाइ ओके बाई जान्छौँ धन्यवाद दाइ यताबाट जाऊँ यतैबाट ए मासु अब चाहिँ हामी मासु लिन जानु पर्ने हुन्छ अनि मासु ल्याएर पार्टी अनि चाहिँ हामी चाहिँ मासु पसलमा अब अङ्कल मासु काट्दै हुनुहुन्छ हामी वेट गर्दै त्यहाँ चाहिँ के अरे चेस के अरे चेस खेलिरहेको रहेछ भाइहरू र भाइ र अङ्कल चाहिँ अनि हामीलाई सिकाइदिएको अब हामीलाई आउँदैन नि त खेल्न को चिनिन्न अनि यस्तै छ अब चाहिँ मासु रेडी भएपछि हामी लिएर जानुपर्ने हुन्छ मासु खै पर्नु भएको फेरि कसलाई भने सानो त चलाउँदै उस भइहाल्छ कि टुक्रा टुक्रा भाइहरूले हेर्दा भ्लग हजुर ए यो दुईवटा भाइहरू पनि लजाइराख कि अनि फेरि सोधिराख फेरि दिदीको युट्युब च्यानल के हो भन्दाखेरि लजाइ पनि राख भाइहरू थ्याङ्क यू अङ्कल थ्याङ्क यू ल मेरो मासु पनि रेडी भइसक्यो अब चाहिँ लिएर जानुपर्ने हुन्छ अघि चाहिँ गाई छैन लाज लागेर धेरै भिडियो बनाउनु पाएन अनि त्यसपछि हामी चाहिँ मासु चाहिँ लिएर अब चाहिँ घर जानुपर्ने हुन्छ मेरो साथी चाहिँ अब उता फर्किराख अब सुरुमा लजाउँछन् अनि फेरि भिडियो इन्डिङ हुने बेलामा अनि जो पनि देखिन्छ अस्ति स्कुल पनि त्यस्तै गरिरहेको थिएँ कि सुरुमा लगाएन अनि पछि चाहिँ लास्टमा चाहिँ देखेको थियो अनि अब चाहिँ गएर खाना बनाउनु पर्ने हुन्छ हाम्रो केटीहरूको काम नै त्यही हो कि बिहान उठेर खाना बनाऊ बेलुका गएर खाना बनाऊ यस्तै छ साथीको सामान पनि छोडेर साथीको सामान पनि लिएर हामी आइसक्यौँ अनि त्यसपछि अब चाहिँ म खाना बनाउन थाल्नुपर्छ किन भन्दा आज त अब बिरयानी खाने भने टाइम लाग्छ नि त त्यही भएर अब चाहिँ बनाउनु रेडी गर्नुपर्ने छ तर म चाहिँ बनाएको चाहिँ हाल्दिनँ मेरो रेसिपी चाहिँ त्यस्तो राम्रो छैन किन भन्दा म त्यस्तो पर्फेक्ट होइन नि त बनाउनमा अनि त्यही भएर अब घर खाँदा सिम्पल सादा त्यस्तै त हो त्यही भएर चाहिँ अब मेरो भ्लगलाई चाहिँ एन्ड गर्न चाहन्छु थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक कमेन्ट एन्ड सब्सक्राइब ओके आज बाई बाई गाइज